आज सिभिल इन्जिनियर मलाई धेरैले सोध्ने एउटै कमन क्वेसन, चन्द्रमामा रकेट पुग्ने यो युगमा नेपालको बाटो चाहिँ किन 1 वर्ष पनि टिक्दैन? इज इट जस्ट करप्सन वा यसको पछाडि केही गहिरो टेक्निकल र जियोलोजिकल कारणहरू छन्? आज लेट्स डिकोड द साइन्स बिहाइन्ड नेपाल्स फलिङ इन्फ्रास्ट्रक्चर। हाम्रो पहिलो र सबैभन्दा ठुलो च्यालेन्ज हो जियोग्राफी। हिमालयन रेन्ज संसारकै सबैभन्दा यङ र टेक्टोनिकली एक्टिभ माउन्टेनमा पर्दछ। यहाँका चट्टानहरू अझै अनस्टेबल छन्। मनसुनको बेला जब भारी वर्षा हुन्छ, माटोभित्र पोर वाटर प्रेसर अचानक बढ्छ। यसले रोडको फाउन्डेसनलाई नै लिक्विफाई गरिदिन्छ। हामी बाटोको सर्फेसमा मात्रै फोकस गर्छौँ, तर पहाडको भित्री सर्फेस ड्रेनेजलाई म्यानेज गर्न चुक्छौँ। विदाउट प्रोपर ड्रेनेज एनी ब्याकटप इज जस्ट लाइक अ टेम्पररी प्याच। सेकेन्ड फ्याक्टर जुन धेरैलाई थाहा छैन त्यो हो द फोर्थ पावर ल। इन्जिनियरिङमा यसको मतलब हुन्छ यदि एउटा ट्रकले लिगल लिमिटभन्दा धेरै मात्र बढी लोड बोक्यो भने यसले सडकमा गर्ने ड्यामेज एक्सपोनेन्सियल्ली बढ्छ। नेपालका हाइवेज अक्सर 15 to 20 टनका लागि डिजाइन हुन्छ, तर 40 टनका ट्रकहरू यहाँ गुड्छन्। यसले गर्दा स्ट्रक्चरल फेटिग र रटिङ निम्ताउँछ। इट्स जस्ट लाइक रनिङ अ हाई एन्ड सफ्टवेयर अन अ हार्डवेयर द्याट सिम्पली कान ह्यान्डल द स्पेक्स। तेस्रो समस्या हो प्रोजेक्ट डिलाइज। जब एउटा प्रोजेक्ट 5 to 7 इयर्स लम्बिन्छ, यसले बेस र सब बेस मेटेरियलमा धेरै मनसुन खेप्नुपर्ने बाध्यता हुन्छ। बाटो फिनिस हुन अगाडि नै इन्टरनल इन्टिग्रिटी कमजोर भइसकेको हुन्छ। र अर्को कुरा, हाम्रोमा प्रिभेन्टिभ मेन्टेनेन्सको कल्चर नै छैन। हामी करेक्टिभ मेन्टेनेन्समा मात्रै निर्भर छौँ। भनेको जबसम्म ठुलो खाल्टो पर्दैन तबसम्म हामी वास्ता गर्दैनौँ। इन इन्जिनियरिङ टाइमिङ इज एभ्रिथिङ। नेपालमा बाटो टिकाउन केवल बजेट होइन, इन्जिनियरिङ एकाउन्टेबिलिटी र साइन्टिफिक प्लानिङको खाँचो छ। एजुकेटेड युथको नाताले हामीले केवल बाटो भत्कियो भनेर गुनासो गर्ने भन्दा पनि टेक्निकल सल्युसनमा पनि बहस गर्नुपर्छ। तपाईँलाई के लाग्छ? वाट्स द बिगेस्ट ब्यारियर? करप्सन, जियोग्राफी or lack of expertise? Let's discuss in the comment. I'm Anup Gautam and thanks for watching.